यदि म तपाईले भन्छु कि नेपालको झण्डा अहिले पृथ्वीभन्दा बाहिर अन्तरिक्षमा छ, के तपाईले विश्वास गर्नुहुन्छ? हो, 2019 मा नेपालले आफ्नो पहिलो उपग्रह नेपाली SAT-1 लाई नासाको सहयोगमा अन्तरिक्षमा पठायो। तर यो 1.3 केजी को सानो सेटेलाइटले नेपालको लागि कति ठूलो काम गर्यो? आउनुहोस् आज हामी यसको सम्पूर्ण कथा जान्ने छौं। नमस्कार साथीहरु, आउनुहोस् भिडियो सुरु गरौँ। नेपाली SAT-1 नेपालको पहिलो उपग्रह हो जुन 1.3 किलोग्रामको क्युबस्याट हो। यसले पृथ्वीको फोटो खिचेर नेपालको हिमाल, जंगल र नदीहरूको मोनिटरिङ गर्ने थियो। तर यो कसरी बन्यो? के यो नेपालमा बनेको थियो? होइन, यो जापानमा 2 नेपाली विद्यार्थीहरूले बनाएका थिए। कसरी बन्यो नेपाली युवाहरूको सफलता? आउनुहोस् जानौँ। अभास मास्के र हैराम श्रेष्ठ यी 2 नेपाली युवाहरूले जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी क्युटेकमा अध्ययन गर्ने सिलसिलामा यो उपग्रह बनाए। उनीहरूले बर्ड्स 3 प्रोजेक्ट अन्तर्गत नेपाल, जापान र श्रीलङ्काको साथमा काम गरे। तर सोध्नुहोस्, के तपाईलाई थाहा छ नेपालमा यस्तो सेटेलाइट किन बनाउन सकिएन? कमेन्टमा लेख्नुहोस् तपाईको विचारमा नेपालले आफ्नै सेटेलाइट कहिले बनाउनेछ? मित्रहरू, आउनुहोस् यसको लन्चको रोचक कथा जानौँ। अप्रिल 17, 2019 नेपाली समय 2:31 बुधबार नासाको भ्यालुस फ्लाइट फ्यासिलिटीबाट यो उपग्रह नर्थ्रोप ग्रम्यान एन्टेरिज रकेटमा राखिएर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन ISS मा पुग्यो। त्यहाँबाट यसलाई जापानिज किबो मोड्युलबाट अन्तरिक्षमा छोड्यो। तर के तपाईलाई थाहा छ, यो उपग्रह मात्र 12 महिनासम्म काम गर्यो र अन्ततः पृथ्वीको एटमोस्फियरमा प्रवेश गरेर जलिएर नष्ट भयो। के तपाईलाई लाग्छ नेपालले अर्को सेटेलाइट अन्तरिक्षमा कहिले पठाउनेछ? सुन्नमा आएछ नेपाल सरकार यसको तयारीमा छ। नेपालको लागि यसले के गर्यो? मित्रहरू, आउनुहोस् यसको फाइदा र भविष्यको बारेमा थोरै चर्चा गरौँ। नेपाली SAT-1 नेपालको तस्बिरहरू लिएर भूकम्प, बाढी, जंगलको अध्ययन गर्न मद्दत गर्यो र यसले नेपाली युथहरूलाई स्पेस टेक्नोलोजीमा आकर्षित गरायो। तर अहिलेसम्म नेपालको दोस्रो उपग्रह आएन। के यो नेपालको लागि ठूलो हार हो या नयाँ सुरुवात? नेपाली SAT-1 को मिसन सकिएको 5 वर्ष भयो, तर यसले देखाएको छ कि हामी नेपालीहरू पनि अन्तरिक्षमा पुग्न सक्छौँ। आज धेरै नेपाली युवाहरू NASA, ISR र SpaceX मा काम गर्दैछन्। तपाई पनि यस क्षेत्रमा जान सक्नुहुन्छ। यदि यो भिडियोले तपाईलाई प्रेरित गर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।